ओहो टमाटर रहेछ यहाँ कच्चा है ओहो टमाटर केमा हाल्ने भाउजू यो मासुमा केको मासुमा हाल्ने हो मिटमा हाल्यो मिटमा मिटमा ल हाल्नुस् आज हाम्रो यो अन्तर्गतको यो ढोकाला पूजा धेरै सालपछि लगातार 4 वर्ष पछि पूजा गरेको त्यही भएर अनि आज सबैले निम्तो छ निम्तो गरेपछि सबै भाइहरू सबै जम्मा भएको छन् त्यही भएर अनि त्यही हो खानामा चाहिँ आज यस्तो मासु पाकिरहेको छ यो चाहिँ ठ्याक्कै बाख्राको मासु है यो चाहिँ बाख्राको मासु यो चाहिँ कुखुराको मासु अनि कुखुरी भित्र छ भात चाहिँ भित्र छ होइन टक्क हाम्रो भाउजूहरू कहाँ जानु भएको छ उहाँहरू आएपछि उहाँहरूलाई पनि म देखाउने छु टक्क लाएर त्यही हो हाम्रो यो पुलपट्टि अन्तर्वर्ती पुलानको जेठी बुहारी भाउजू हुनुहुन्छ खै मासु कति हाल्नुभयो भागमा यति हो ओहो भात खा त भाउजू भात खान लास्टै भोक लागिसक्यो के परिकार छ आज मासु तरकारीहरु सबै छ सबै छ हैन ल ठिक छ यहाँ चाहिँ कोहीले भाडा मान्ने कोहीले खाना दिनेको हतार छ साथीहरू गाह्रो छ यता चाहिँ भाडा मान्दै हुनुहुन्छ दुईटा माइतीले एउटा दाइले खाना खाँदै हुनुहुन्छ खाना भइसक्यो दाइको ल ल ल अब हामी चाहिँ बिस्तारै खान्छौँ होइन ल पुजारी मान्छे भोगले खानै पर्यो नखाएको पुरै हुन्न खानु हस्